रासोपा सभापति रवि लामिछानेले चुनाव अघि गठबन्धन गरेर सत्ता हात पार्ने प्रवृत्तिको अन्त्य गर्ने घोषणा गरेका छन्। चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले कार्यकाल बाँडफाँड गर्दै दुईवटा कुर्सी सँगसँगै राख्ने राजनीतिक संस्कृतिलाई अन्त्य गर्ने बताएका हुन्। उनले एउटै पार्टीले अर्को पार्टीका लागि भोट माग्ने अभ्यास अब स्वीकार्य नहुने स्पष्ट समेत पारेका छन्। सभापति लामिछानेले भने सभापति र अध्यक्ष एक कार्यकाल बाँड्दै दुईवटा कुर्सी छेउमा राख्ने युगको अन्त्य गर्ने हो। चुनाव भन्दा अगाडि गठबन्धन गरेर ठगबन्धन मार्फत राज्य सत्ता हत्याउने अभियानलाई बन्द गर्ने हो। उनले रासोपा 5 वर्षीय स्थायी सरकार निर्माणको लक्ष्यसहित अघि बढेको उल्लेख गर्दै कुनै पनि किसिमको भागबण्डा नगरी पार्टीलाई बलियो बनाउने र देशलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको बताएका छन्। सभापति लामिछानेले आगामी चुनावमा योग्य र सक्षम उम्मेद्वार चयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। रासोपामा आबद्ध हुने बित्तिकै उम्मेद्वार घोषणा गर्ने प्रवृत्ति अनुशासनहीन भएको उल्लेख गर्दै त्यसलाई रोक्नुपर्ने बताएका छन्।